आज चाहिँ गोरे दाइले हातले खाने गरी मिठो न मिठो खानेकुरा पकाए है मैले साथी हो। त्यो पनि हातै चाट्ने गरी क्या। यसरी नेपाली खाना पकाएर दिँदाखेरि मेरो आमाको साह्रो याद आउँछ। आमाको नेपालको याद आएर के मैले कान्छी इन्टरनेसनल मार्टबाट नेपाली कपडाहरू मगाए। एकदम लो प्राइसमा गुड फ्यासन। र आमा पनि यस्तै म्याक्सी लगाएर है खाना पकाउने यताउता हाम्रो लागि जे पनि गर्ने क्या। आमा चाहिँ यस्तो बुझ्ने हुनुहुन्छ कि आफू स्कुल नगएको नपढेको भएर हामीलाई चाहिँ घरको काम केही गर्न नलगाएर अरू त कलम चलाएर गरी खानु पर्छ भन्नुहुन्थ्यो कि मेरो आमाले। मेरो आमाको आमा मेरो मम खुइले पोजिटिभ एटिट्युड अनि आफ्नो छोराछोरी प्रति एकदमै बिलिभ गर्ने के जे पनि गर्न सक्छ भनेर। गोरे दाइ के हात माग्न जाँदाखेरि नेपालमा मलाई गरिने माया प्याम्पर त्यो देखेर के तिमीलाई त प्रिन्सेस जस्तै गरेर राख्दो रहेछ, म तिमीलाई क्वीन बनाएर राख्ने छु भनेर प्रमिस गरेको थिएँ कि मलाई। मेरो आमाले हजुरआमाले गर्ने माया विश्वास देखेर के लाइफमा जस्तो दुःख पर्दाखेरि पनि किप अप गर्नै मन लाग्दैन। मेरो हजुरआमाको नाम पनि कान्छी अनि यो रेनल्ड्सबर्ग ओहायोमा रहेको कान्छी इन्टरनेसनल मार्ट देख्ने बित्तिकै इमोसनली अट्याच भयो कि म त। एकदमै आफ्नोपन है, एकदमै पोजिटिभ कस्टमर एक्सपिरियन्स, क्लोथिङ प्रिन्टिङ एन्ड हाउस होल्ड सर्भिसेस है। अनि प्राइस पनि एकदमै लो जेमा पनि। तपाईँहरू पनि अमेरिकामा बसेर नेपालीपन अन्त आफ्नोपन महसुस गर्न चाहनुहुन्छ भने कान्छी इन्टरनेसनल मार्टलाई सम्झिन होला है। त है आमा हुनेवाला आमाहरूले सुन्दै हुनुहुन्छ भने हेर्दै हुनुहुन्छ भने प्लिज तपाईँ पनि तपाईँहरूको बेबीहरूलाई न आफ्नो बच्चालाई एकदमै माया गर्नु होला। भन्दा पनि विश्वास के जे पनि गर्न सक्छ भन्ने विश्वास के पोजिटिभ एटिट्युड राखिदिनु होला। चाहिँ क्लासमा पनि बिलो द एभरेज स्टुडेन्ट थियो होइन। अनि कट्टुहरू लाउँदाखेरि पनि पुरै आफन्तहरूले चाहिँ मेरो छोरीलाई भयो त लाउन दिँदैन थियो ह्यान भनेर पुरै क्रिटिसिजम गरे पनि मेरो आमाले चाहिँ नगर्ने क्या। जेरो कन्ट्रोल है, फुल अन सपोर्ट के जे कुरामा पनि। कान्छी इन्टरनेसनलले चाहिँ आज मेरो आमाको याद दिलायो कि